Away? Pausin na sika. मेरो त घाँटी खाली दिने नाम सबै रमाइलो होस् है अब एउटा सबैको ग्रुपमा खिच्दिनु चिसो सबैजना के खाली सेपट्टि कटिदिले क्या लासो सबै भाइहरूको एकदम राम्रो होस् एकदमै हामीले हुनुपर्ने थियो सबै राम्रो होस् सबैले दुःख दियो होइन के हो लागिसक्यो तपाईँलाई आज कस्तो लागिरहेछ रमाइलो मात्र मलाई चाहिँ रमाइलो लागिरहेको सबैसँग भेटघाट भयो होइन राम्रोसँग कुरा भयो अनि लोसार भयो लोसार चाहिँ अलिकति हामीले चाहिँ हुन्छ नि अलिकति धेरै सबैजना भेटेर अनि एकैचोटि चाहिँ खुसी बाँडेर होइन त्यसरी चाहिँ रमाइलो गरेको अनुभव भयो क्या नत्र चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि होइन थोरै भाषा हुन्थ्यो क्या के नपुगे जस्तो हुन्थ्यो अहिले चाहिँ अहिले चाहिँ अलिकति यसो नसोच नि तिमी फेरि म झन् अगाडिदेखि बनाउँछु भनेको भर्खर सम्झेछु कि होइन ग्याल्बो लोसार यसपालि धेरै वर्षपछि मनाउनु पाउँदा धेरै खुसी लाग्यो यसरी सबैजनालाई थ्याङ्क यू होइन अब होइन सोनाम भन्दा चाहिँ हामीले ग्याल्बो लोसार नै मनाउनु पर्छ अरे खासमा चाहिँ होइन अब बुझेको अनुसारले चाहिँ अहिलेको आएर चाहिँ बुझ्दाखेरि चाहिँ हामीले ग्याल्बो लोसारै मनाउँदा ठिक होला जस्तो लागेर अनि ठुलो दाइले पहिलादेखि नै ग्याल्बो लोसार मनाउनु हुन्थ्यो त्यही भएर यसपालि 14 वर्षपछि एकैचोटि दाइ आउनु भयो सबैजनाले मनाउनु एकै साथमा फ्यामिलीहरूको जम्मा हुँदाखेरि योजन फ्यामिली सबैजना जम्मा हुँदाखेरि धेरै धेरै खुसी लाग्यो अघि दादाले भने जस्तै तरकारीमा सबै थोक मिले जस्तो भयो थ्याङ्क यू सो मच थ्याङ्क यू सबैजनालाई अनि किनभने अघि उहाँले भन्नुभएको जस्तै अब दाइ अब 14 वर्ष पछाडि आइपुग्नु भयो सबैजना अब योन्जन परिवार सबैजना एक ठाउँमा भेला भएर यसरी अब आफ्नो चाडपर्व मनाउन पाउँदाखेरि सबैजना उत्साहित छन् खुसी छन् कोही डम्फु बजाएर नाचिरहेको छ कोही रमाइलो गरिरहेको छ आफ्नै लागि त्यो भएर हाम्रो यो संस्कृतिलाई हाम्रो यो रीतिरिवाजलाई हाम्रो यो चलनलाई चाहिँ अब यो मास्नु हुँदैन भनेर चाहिँ हाम्रो यो लोसारलाई चाहिँ हामीले चाहिँ अब सधैँ नै अब प्रत्येक वर्ष नै हामीले चाहिँ मनाएर जानुपर्छ भन्ने चाहिँ मेरो धारणा हो धन्यवाद लोसारले गरेर आज रमाइलो छ मलाई मेरो लागि अरू भन्नु यति नै हो ल वर्षै पछि हामी यसरी नै रमाइलो गर्नुपर्छ यो भन्दा पनि अर्को वर्षमा रमाइलो गर्न पाओस् हैन सबैजनालाई इन्जोय गर्नु अब तपाईहरु अनि दिदीलाई चाहिँ कस्तो लागिरहेछ आज मलाई त सबैजनालाई नमस्कार त्यहाँदेखि आज लोसार मनाउनु पाउँदा धेरै धेरै राम्रो लागिरहेछ हजुर फ्यामिलीहरु योजन परिवार चाहिँ एकदम आज जम्मा भएको छ त्यही खुसी हैन तपाईलाई हजुर आज चाहिँ
अनि प्रिजमालाई कस्तो लागिरहेछ सोध्न बिर्सेछु अब यो क्याल्पो लोसारले तामाङहरु सबै रमाइलो लागिरहेछ नि नाच्नु पर्छ ल ला 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 एमी आउ न त मामा मामा बेबीको नि अनि आज चाहिँ हाम्रो घ्याल्बु लोसार छ अनि दिदी तपाईलाई चाहिँ कस्तो लागिरहेछ आज मलाई चाहिँ एकदम राम्रो लागिरहेछ किनभने भाइ चाहिँ विदेश जानुभएको ठ्याक्कै 14 वर्ष भएको थियो कि हजुर अनि बल्ल अस्ति आउनु भएछ अनि लोसर कार्यक्रम राख्नु भएछ उहाँ चाहिँ यहाँ नजिकै उहाँको घर हजुर अनि त्यही भएर चाहिँ हामी चाहिँ एकदम खुसी भएर आइरहेछौँ है हजुर अनि आज बल्ल बल्ल एक दिन छुट्टी भएको बेला हजुर भनेर अनि यताउति अब डम्फुहरू बजाउँदै हुनुहुन्छ उहाँहरू हजुर नाचगान गर्दै हुनुहुन्छ ए हजुर त्यति हो है अरू त यस्तो अब यो वर्षमा एकचोटि आउने लोसर चाहिँ एकदमै राम्रोसँग मनाओस् आफ्नो परिवारसँग बसेर रमाइलो गरोस् होइन हजुर त्यही हो अरू त खासै केही छैन हजुर सबैले मनाओस् यो लोसरलाई चाहिँ एकदमै राम्रोसँग त्यति धेरै ध्यान दिएर अझै परिवारसँग रमाइलो अरू बाहिर भन्दा पनि परिवारसँग एकदमै ह्याप्पी भएर मनाउनु भन्छु अरूलाई पनि आफू पनि अब त्यही तपाईहरु पनि हामीले जसरी नै लोसार मनाएर घरमै मनाएर रमाइलो गर्नु होला हैन रमाइलो गर्नु होला तपाईहरु पनि सबैलाई यो अब सोनाम लोसार पनि छ घ्याल्पो पनि छ दुईटैले राम्रोसँग मनाउनु भयो भने अझ राम्रो हुन्छ अब त्यही हो 2-3 वटा घ्याल्पो लोसार छ एउटा सोनाम लोसार छ अब त्यसमा पनि सबैले राम्रोसँग मनाउनु भन्छु म चाहिँ दशैं तिहार जस्तै हैन यो चाडबाड हाम्रो नेपालीको यति 365 दिनमा चाहिँ हाम्रो अझै 366 चाडबाड छ क्या हैन नेपालमा चाहिँ अनि सबैलाई राम्रोसँग हामी अलिकति भाग्यमानी अनि अलि धनी छौं क्या किनभने हाम्रो चाहिँ हैन चाडबाड चाहिँ एकदमै धेरै हुनाले हामी खुसी धनी छौं त्यही हो हजुर नमस्ते धन्यवाद दिदी हस्ता फ्याफुलजी दिदीले सिकाउनुहुन्छ ल दिदीसँगै बसेर फ्याफुलजी ल न्यूले नन फेरि नआउने ह्याप्पी लोसर जम्मालन ज्याबडन ममला जम्मासिन ज्याले सिम मनाइदिदो भइन्न हैन चाडबाड चाहिँ अनि लोसरी चाहिँ ngam धेरै खुसी मुला धेरै खुसी तमला अनि राङ्निनोन खुसी लसी धन्स्यागो जम्मदन फ्याफुलजी दोसी फेरि फ्याफुलजी सामा कुरा हाम्रो निरु चाहिँ यतातिर लजाएर बसिरहनु भएको छ चाहिँ नबोल्नु हजुरले हल्का बोल्दिछु प्लिज निरु म्याम हजुरले बोल्नै पर्छ किनभने हाम्रो उहाँ चाहिँ एकदम खुसीको दिन हो हैन बोल्दिनु होला मलाई ल निरुको भ्लग चाहिँ अब यस्तै हुन्छ है निरुको भिडियो चाहिँ उसलाई नाच्छ मात्र बोल्दैन ह्याप्पी लोसार एमी ह्याप्पी लोसार भन्नु यहाँ ह्याप्पी लोसार एमी चाहिँ भर्खर उठेर हात जस्तै छ भोलि पर्सि यो भिडियो हेर्यो भने एमीले कराउँछ ल बाई बाई अहिले चाहिँ हामी यता फोटोसुट गर्नको लागि आएको हजुर म चाहिँ बिहानदेखि भिडियो खिच्छु भनेर सोचेको थियो हजुर तर बिर्सेछ भर्खर सम्झेर हामीले गरेको के हजुर बिर्सेछ काम विशेष 2-4 जनाको मात्र खिच्न भ्याएको छौँ अनि यता हामी फोटोसुट गर्न आएको फोटोसुट गर्दा गर्दै हाम्रो चाहिँ यतै भिडियो लिऊँ न त भनेर लिइरहेछौँ अनि हजुरको लोसार के भइरहेछ यसपालिको लोसार धेरै रमाइलो भइरहेछ हजुर पहिला भन्दा चाहिँ धेरै राम्रो हजुर मलाई पनि त्यस्तो लागिरहेछ है अनि तपाईहरुलाई चाहिँ अनि यो घ्याल्पो लोसार चाहिँ एकदमै भव्य मनाउनु भएछ खुसी लाग्यो अनि घ्याल्पो सोनाम दुईटै हामीले राम्रोसँग मनाइराखेछौँ है दुईटैलाई राम्रोसँग महत्व दिइराखेछु हजुरहरू पनि अरूलाई पनि के भन्न चाहनुहुन्छ सबैजनालाई अरूलाई पनि के भन्न चाहन्छु भने चाहिँ अरू सबैलाई तपाईहरु पनि यसरी नै लोसार मनाउनु सोनाम लोसार मनाए पनि घ्याल्पु लोसार मनाए पनि सबैजना परिवार मिलेर हैन यसरी नै मिलेर नाचगान गरेर खानेकुरा पकाएर खाएर टिका सिका लाएर नाचगान है यस्तै त हो नि हैन बल्ल बल्ल 1 वर्षपछि अब हल्का त्यो हुन्छ नि काम गर्दा गर्दा थकित भनौं न महसुस अलिकति
हजुर यसपालि चाहिँ छुट्टै हजुर। माहौल छ हजुर माहौल देखिरहेको छु किनकि यसपाला हाम्रो श्याम दाई चाहिँ हजुर 14 वर्षपछि विदेशबाट नेपाल आउनु भएको छ हजुर ए विदेशबाट हजुर हजुर। ए अनि त्यही भएर श्याम दाईले नै हजुर। अहिले हाम्रो यो पुरै पार्टी चाहिँ श्याम दाईको उत्योबाट गर्दै हुनुहुन्छ श्याम दाईले तर्फबाट हजुर म चाहिँ कहिले आएको थिएन श्याम दाईको घरमा हजुर फर्स्ट टाइम फर्स्ट टाइम आजै भएको त सबजना रमाइलो हुनुहुन्छ है हाम्रो घरभन्दा चाहिँ अलिक माथि छ नि त त्यही हजुर भएर हजुर आज जुरेको रहेछ। हजुर तर यहाँ ठाउँ पनि कस्तो रमाइलो क्या है राम्रो रहेछ ठाउँ पनि एकदम रमाइलो रहेछ हजुर अनि हजुरहरूलाई ल पुरै ह्याप्पी हुनुहुँदो रहेछ एकदमै ठाउँ रमाइलो क्या इन्डिङ लाग्दो चाहिँ सबैजनालाई ह्याप्पी लोसार हजुर सबैलाई बाई अनि अब चाहिँ हामी नाचगान गर्न जान्छौँ जान्छौँ होइन त रेली जान्छौँ हजुर क्यामेराम्यान हुन्छ म चाहिँ एकदमै राम्रो क्यामेराम्यान हो होइन भ्लग चाहिँ एकदमै दामी बनाउँछु अनि यस्तै छ ठिकै छ तर दामी नै छ हाम्रो दिदीले चाहिँ भ्लग गरे भने चाहिँ हजुर मलाई चाहिँ अवश्य चल्छ जस्तो लाग्छ है हजुर उहाँको बोली चाहिँ मलाई सुनिरह जस्तो लाग्छ हामी हेलो हाम्रो चाहिँ राज भाइ विदेशमा हुनुहुन्छ है उहाँको चाहिँ हाम्रो यहाँ बुहारी हुनुहुन्छ अनि राज भाइलाई चाहिँ एकदम मिस गरिरहेको छौँ हामीले हैन अनि उहाँ बुहारीले पनि धेरै मिस गर्नु भएको छ है भाइ ल एकदम ह्याप्पी लोसार भाइ बाइ बाइ निरो चाहिँ राज नभएर नबोलेको लास्ट मानिरहनु भएको छ हाम्रो योन्जन फ्यामिलीमा चाहिँ सबैजना हुनुहुन्छ राज भाइ मात्रै हुनुहुन्न राज भाइ पनि आउनुपर्छ है यसरी लोसार दसैँमा आउने कुरा भएको छ दसैँमा भेटौँला अब राज भाइलाई चाहिँ ओके बाई 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 ह्याप्पी सबैलाई धेरै रमाइलो भइरहेको छोरा आउनु भएको सबै भेला भयो रमाइलो भयो अनि बाबु एकजना विदेश हुनुहुन्छ उहाँ पनि आगो आउनुहुन्छ यसबाट चाहिँ सबैजना भेला भयो एकदम राम्रो भयो खुसी हुनुहुन्छ तपाईँ परिवारहरू सबै हाम्रो भेला भयो भाइ भाइ सबै भेला भयो ज्वाइँहरू छोरीहरू सबै भेला भयो छोराहरू सबै भेला भयो दिदी बहिनीहरू सबै भेला भयो एकदम राम्रो भयो बुहारीहरू पनि सबै भेट भयो बुहारीहरू पनि नाच्यो है धेरै खुसी भयो मलाई अनि यसपालि कार्यक्रम कस्तो भइरहेछ तपाईँको अनि मलाई एकदम राम्रो लाग्यो राम्रो लाग्यो भयो हजुर अनि सबैजना भेट भयो होइन परिवार सबैजना सन्तानहरू सबै भेला भयो भेला भयो सबै राम्रो भयो भेट्यो विदेश हुनुहुन्छ विदेश हुने भाइ बहिनीलाई पनि छोरा भान्जा सबैजना हेर्नु होइन यति रमाइलो भइरहेछ हजुरहरू चाहिँ फेरि फर्केर आउनु यस्तै रमाइलो गर्नुपर्छ अनि अरू के
हजुर अरू त अब हबिलो छ हजुरहरूले सबैजना त्यसरी मनाउनु होला हजुर हजुरहरूले त्यसै गरी मनाउनु हामीले जसरी मनाउनु होला जस्तै गरेर डम्बु बजाए नाचाए यासट बजाए नाचाए गर्नु होला हजुर लासो ल कस्तो भइरहेछ त आमा राम्रो भइरहेको छ सबै भेट भयो अनि दिदी बहिनी सबै भेट्यो पनि यस्तै हो जहिले पनि यसरी मनाउनु पर्छ आफ्नो परिवारहरू बसेर मनाउनु पर्छ अब विदेश बस्नुभएकोहरू पनि आउनुहुन्छ त्यसरी लासो अनि छुली मम्मी यसपाला कस्तो भइरहेछ तपाईँलाई एकदम खुसी छोरी यसपालि 14 वर्षमा छोरा दिएर छोरा आउनु भएको हाम्रो लोसर मान्ने रमाइलो लागेको छ छोरी जुवाई नाता नातिनी बुहारीहरू छोराहरू सबै भेला भएको छ दाजुभाइ सबै भेला हुनुहुन्छ त जेठानी देउरानी सबै छोरीहरू भेट भएको छ एकदम मन खुसी भएको छ राति होइन रात पनि जुन लागेको जस्तो लागिरहेको कस्तो भइरहेछ त सबैले होइन परिवार हाम्रो सबैजना भदैनी आइरहेको छ भदा आइरहनु भएको छ है सबै परिवार भेट्नु भएको छ है हजुर 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 एकदम ह्याप्पी हुनुहुन्छ है आज ह्याप्पी लोसर है सबैलाई रिनाजी हजुरलाई कस्तो भइरहेछ आज एकदमै खुसी भइरहेछ हजुरलाई एकदमै है फर्स्ट टाइम एकदमै ह्याप्पी हुनुहुन्छ हजुर ल उहाँले पनि भनिदिनु होला है जय पनि सबैलाई सबै परिवारलाई है सेम टु यु सबैको ह्याप्पी लोसर हाम्रो रुपेश भान्जाको हेर न यस्तै खिच्नुपर्छ कि यता चाहिँ दिदीले स्वागत गरिरहनु भएको हाम्रो माइकजी चाहिँ आज नाचेर थाकेर यहाँ ठिकै छ नि दायाँ बायाँ केही भएको छैन नि छैन मजाले नाच्नु राम्रो खिच्नु पर्यो नि त पार्टी यता छ कसको हेलो पेवाङ के छ के खाएर गालो रातो भएको तिम्रो आमा अनि झरिनाले के खायो आज माम मात्र खायो हो चिची नि खायो अनि समिसले के खायो आज चकलेट मात्र खायो ल दिदी आज तपाईँलाई कस्तो भइरहेछ लागिरहेछ भन्छ कि भइरहेछ हजुर रमाइलो भइरहेछ नि अनि अरू पनि भन्नु सबैजना भेटघाट भएको छ हजुर अनि रमाइलो भएको छ हजुर सबैको डान्स पनि भइरहेछ सबैजनाको आफ्नो आफ्नो त्यसरी भएको सो भइरहेछ थ्याङ्क यू दिदी धन्यवाद
अनि निम्याङजीलाई मलाई पनि एकदमै रमाइलो भइरहेछ नि ए अनि अरू के सोध्ने होला है हाम्रो रुपेश भान्जा चाहिँ भाग्यो कस्तो भइरहेछ राम्रै भइरहेछ नि बोर त लागेको छैन नि छैन ल ठिक छ अनि यता अहिले पार्टी भइरहेको चाहिँ भाइको घरमा भाइ भन्नाले मेरो चाहिँ छोरा पर्छ दाइको अनि म छोरा पर्दैन त अनि बिर्छ उसले साइन अनि तिमीलाई चाहिँ कस्तो लागिरहेछ सबैजना तिम्रो घरमा भेला हुनु भएको छ मलाई राम्रो लागेको छ ठिकै छ अब लङ टाइम पछि भेटेको छु सबैजना अहिले ऊ चाहिँ जब गरिरहेछ बिजी भएर भेट पनि हुन गाह्रो छ होइन अहिले त्यति भेट भएको छैन नि त ल राम्रो भइरहेछ नि ल यता हाम्रो भान्जा बाबुलाई चाहिँ नमस्ते के भइरहेछ लोसर कतिको लागिरहेछ राम्रै भइरहेछ ल इन्जोय गर ल हाम्रो सानो बेबी चाहिँ यता फोन हेर्दैछ हेलो खै हेलो भनेको हेलो भन्नु खै हेलो भनेको अन्डा खुवाउँदैछ हाम्रो निम्याङजीले बाई 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 डोमा चाहिँ धेरै लजाउँछ के बोल न 1-2 शब्द भोलि पर्सि तिमी ठुलो भएपछि यो भिडियो हेर्नु कस्तो भइरहेछ डोमालाई रमाइलो भइरहेछ ल रमाइलो गर ल अनि फुर्सङलाई चाहिँ कस्तो भइरहेछ मलाई राम्रो भइरहेछ अनि नाच्नु पर्दैन के फोन हेरेरै बस्ने हो नाच्नु नआउने नाच्नु आउँदैन त्यही नाच्यो भने पो आउँछ त नि होइन ल ल ल इन्जोय गर राम्रो टाढो गएर एकदम धेरै राम्रो भयो होइन अब साल यस्तै गरी मान्नु पाओस् हाम्रो परिवार भनेको टाढो नजाओस् सबै एकै ठाउँ ग्रुपमा होस् होइन राम्रो छ धन्यवाद त सबै राम्रो छ मलाई ह्यापी लोसार हाम्रो अनि हजुरको आज डम पनि पाउनु भएको छ अनि हजुरले निकै भयो है हाम्रो लोसार मनाउनु होइन होला 2-4वटा गइसक्यो भन्नु न 2-4वटा भएन आज चाहिँ एकदम बेस्ट भयो है हजुर ह्यापी लोसार हजुरलाई सबैजनालाई ह्यापी लोसार यसरी मनाउनु है धन्यवाद आज हाम्रो आमाको गीत गाएको हो ससुराले आएको रमाइलो भइरहेको धेरै रमाइलो हामी कार्यक्रम चलाउँदै हुन्छ धेरै वर्ष भयो जो ससुराले आएको चाहिँ फर्स्ट डे हो अब चाहिँ दाइ चाहिँ आइरहनु पर्यो दिदी ल्याइरहनु पर्यो तपाईँले आइरहनु पर्यो दिदीले पनि ल्याइरहनु पर्यो सधैँ आउने हो न ह्यापी लोसार एभ्रीबडी ल सबैजना ह्यापी लोसार जाने हो अब सबैजना एकछिन पक्ने भयो एकदमै राम्रोसँग बजाउनु हुँदो रहेछ आज एकदमै म के तपाईँले माइक चाहिँ ल्याउनु 14 वर्षमा हजुर अनि यसपालि चाहिँ लोसर मान्ने मजाले मान्यो एकदमै गुड भइरहेछ एकदमै राम्रो भइरहेछ ज्याबदाजी जम्मदन होइन आसिन सोबजे रुप्ताजी जम्मन जाने मा जम्मदन रुप्ताजी छाया जम्मन रुप्ताजी ज्याबदा गाई चुपाल चाहिँ ज्याबदाजी ल ज्याबदा ल ह्यापी लोसार बजार
आङ्चीको मुहारमा बेलाली बसर बजारमा के गरौँ सोनम लोसार चाहिँ मनाइ पहिलोचोटि होइन जेठा सिराङलाई नाना गते झिजाले गते झम्मन योजन परिवारलाई जाजामे मा कोन गते छाया गते उयो गते झम्मन चुवाल दिदा लान खुसी दाजु अनि आलिम भर्खर वर्ष त जी दादे 14 वर्ष अनि ज्याबादानमा थारै हुन्छ दोखाजी हैन थारै हुन्छ दोखाजी लोसरी ठक्कन दोखाजी आङा नाना गते जम्मन बेल आगु आफ्रेन आबा आमा जम्मन बेस जम्मन लागेछि रुक्ताजी मलाई हैन मोबाइल हेरेर राखेर एकदमै धेरै राम्रोसँग बोलाउनु भयो तपाईले कस्तो लाग्यो आँखाले गर्नु हुन्छ सर्वप्रथम त यो 2153 हजुर अग्नि घोडा वर्ष हजुर यसको उपलक्ष्यमा सम्पूर्ण बुवाहरू आमाहरू सम्पूर्ण दिदीहरू हैन बहिनीहरू र बहिनी ज्वाइँ सम्पूर्ण हामीहरूलाई चाहिँ एकमुष्टमा चाहिँ यो पालामा चाहिँ म पनि धेरै वर्षपछि आएर चाहिँ त्यसले चाहिँ यो ग्याल वर्ष चाहिँ हामीले राम्रोसँग भनौँ न सफल गर्न सके हैन जस यस्तै तरिकाले चाहिँ तपाईँ हामीले चाहिँ अब अर्को वर्ष पनि हैन यसरी चाहिँ मनाउनु पर्यो बुद्धिस्ट धर्ममा के छ त्यसले चाहिँ मनाएर चाहिँ अगाडि बढायो भने भोलिको दिनमा हामी मात्र नभइकन हाम्रो पछिको पुस्तालाई पनि एकदमै भनौँ न जानकारी पाउँछ उहाँहरूले सिक्न पाउँछ र हामीले पनि उहाँहरूलाई बताउनको जाने क्रममा चाहिँ हामीले चाहिँ यसरी चाहिँ हामीले धुमधामसँग अझै पनि तिहार त हामीलाई थाहा छँदैछ हजुर यसरी फेरि अर्को साल पनि यही तरिकाले चाहिँ अगाडि लोसर मनाउनलाई हैन अहिलेदेखि नै भनौँ न सबैलाई चाहिँ अग्रिम शुभकामना हैन त्यसरी गरेर उहाँहरूलाई चाहिँ अर्को सालको लागि चाहिँ लोसरको लागि मनाउन के चाहिन्छ अगाडि बढ्नको लागि के गर्नुपर्छ भन्ने कुरो चाहिँ अझै पनि हामी दाजुभाइहरू हैन बुवाहरू मिलेर चाहिँ अझै पनि सरसल्लाह गरेर चाहिँ अझै राम्रो गर्ने विचार चाहिँ अझै पनि छन् हामीले अब स्टार्टिङ गर्ने बेलामा 0 बाट नै गरेको हुन्छ अब 0 हुँदै हुँदै हामीले चाहिँ यसपालि गर्यो भने फेरि योभन्दा अर्कोचोटि बेस्ट त्योभन्दा अर्कोचोटि बेस्ट गर्दै गयो भने हामीले सिकिरहेछौँ नि त एकदमै अर्को साल हामीले अर्को पनि केही सिक्छ कि त्यस्तै गरेर अहिले हामीले यो क्यालेन्डर पनि तपाईँको यो एउटा भनौँ न यो नामग्याल च्याङचुक छोलिङ बुमु भन्ने रहेछ होइन उहाँले यसपालि यो 2153 तपाईँले हामीले चाहिँ पुरै हाम्रो यो भनौँ न
दिन महिना मजाले हेर्न सकिँदो रहेछ त्यो सबै हामीले आमाबुवाहरूले पनि अब सबै घरमा चाहिँ अब राख्न पायो भने धेरै राम्रो हुन्छ भन्दै मेरो 2 शब्द यी टुङ्ग्याउँदै बिदा हुन्छु ह्याप्पी लोसार। दाइलाई चाहिँ धेरै धेरै धन्यवाद सबैजनालाई भेला गराइदिनु भयो यस्तो खुसीको माहौल बनाइदिनु भयो होइन धेरै वर्षपछि आउनु भएको हो नि त तपाईँ मैले चाहिँ फर्स्ट टाइम भेटेको हो दाइलाई एकदम रमाइलो लाग्यो मलाई चाहिँ अब अर्को साल पनि हामी यसै गरी मनाउन पाऊँ होइन एकदम हामी मनाउनु पर्छ यही तरिकाले अगाडि बढ्नुपर्छ भन्दै होइन मेरो पनि 2 शब्द यी टुङ्ग्याउँदै बिदा हुन चाहन्छु लासो फ्याबुला ह्याप्पी लोसार। ल हाम्रो चाहिँ अब इन्डिङमा आइसक्यो लास्ट गाडी छैन हिँडेर जाने त्यहाँसम्म ल बाई बाई गरिदिनु सबैजना ल बाई बाई।